महिङ्गु मङ्सिमाङ राष्ट्रिय विभूति विश्वमानव महान समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनज्यूको 141औं जन्म जयन्तीको अवसरमा कमल गाउँपालिका 3 केर्खा फाल्गुनन्द टोल झापामा वर्तमान किराँत धर्मगुरु महिङ्गु मङ्सिमाङ लिङदेन आत्मानन्द सेङ तथा महिङ्गु मङ्सिमामङ साम्बा पवित्र हाङमा लिङदेनज्यूहरूको हस्तबाहुलीबाट किराँत तिएङलुङ माङहिम समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्तिक 25 गते विश्वका विभिन्न राष्ट्र र नेपालको विभिन्न जिल्लामा रहेका सबै माङहिमहरूमा सभ्य र भव्यताका साथ महागुरु फाल्गुनन्द लिङदेनज्यूको 141औं जन्म जयन्तीको कार्यक्रम सुसम्पन्न भएको छ। 1942 कार्तिक 25 गते इलामको चुक्चिनाम्बामा जन्मनुभएका महागुरु फाल्गुनन्द लिङदेनज्यूको हरेक वर्ष किराँत धर्मावलम्बीहरूले आफ्नो आफ्नो क्षेत्रमा ऐतिहासिक र बृहत रूपमा जन्म जयन्ती कार्यक्रम मनाउने गर्दछन्। कुरीति र कुसंस्कारमा छुर्लुममा डुबेका किराँत समाज उत्थान गरी सत्य व्यवहार, सत्य विचार, सत्य कर्म, अहिंसा र धर्मको मार्गमा डोर्याउनु भएको छ। विश्व शान्ति मानव एकता उहाँको उद्देश्य र लक्ष्य आजसम्म वर्तमान किराँत धर्मगुरु महिङ्गु मङ्सिमाङ लिङदेन आत्मानन्द सेङ र महिङ्गु मङ्सिमामङ साम्बा पवित्र हाङमा लिङदेनज्यूहरूले आजसम्म निरन्तरता दिइरहनु भएको छ।